यिनीहरू चाहिँ सेमी डिट्याच दुईटा घर मात्रै भएकोलाई सेमी डिट्याच भन्छ भएकोलाई चाहिँ टेरेस घर भन्छ। यो चाहिँ एउटा पार्किङ यो घरको हो। यहाँ अब यहाँ भर्खर नयाँ भएर यहाँ यस्तै छ त्यो घर जस्तै हो पछाडिको भाग। एकदम कप एन्ड पेपर त्यो किचनको लागि टक्क यहाँ चाहिँ पार्किङ घरहरूको अब त्यसै लस्कारे भएको चाहिँ टेरेस घर यसरी भएको चाहिँ डिट्याच घर भयो। यिनीहरू डिट्याच घर हो। अझै पनि घरहरू बन्दैछ उता डिट्याच घरहरू छ। यिनीहरू चाहिँ सेमी डिट्याच दुईटा घर मात्रै भएकोलाई सेमी डिट्याच भन्छ। ल यो चाहिँ नेपालमा सिभिल होम भने जस्तै त्यस्तै हो। यो चाहिँ घरहरू बनाउने बिल्डरले बनाउँछ र हामी चाहिँ कुन घर मनपर्छ कुन प्लट मनपर्छ रोज्ने अनि किन्ने। यस नत्र भने घर बनाउनु पहिले जग्गा रोज्यो भने पनि उनीहरूले यस्तै घर बनाइन्छ। ल युकेको घरहरू यस्तो हुन्छ नयाँ बिल्ड हाउसहरू। यो चाहिँ एउटा पार्किङ यो घरको हो। उतापट्टिको घरको उतापट्टि र यो कालो चाहिँ यतापट्टि घरको। आज चाहिँ युकेको नयाँ घर कस्तो हुन्छ भनेर देखाउन लगाइरहेको छु। यो चाहिँ सेमी डिट्याच हो इस्लीमा र हेर्नुहोस् है यसरी आउँछ। छिरेपछि यहाँ अब यहाँ भर्खर नयाँ भएर यहाँ म्यानेज भइसकेको छैन। यो चाहिँ लिभिङ रुम ग्राउन्ड फ्लोरको लिभिङ रुम ठुलो छ साइज। अब यहाँ चाहिँ सानो रुम ल यो चाहिँ तलको टोइलेट यस्तो हुन्छ। यता राखिदिनुहोस्। यो चाहिँ किचन ल है। यहाँ चाहिँ वासिङ मेसिन राख्ने ल यहाँ छ। उहाँको घर ल बिग कङ्ग्रेचुलेसन है। यता बहिनीलाई नि बिग कङ्ग्रेचुलेसन। ल अब यता भयो यहाँबाट माथि जाऊँ सिडी गएपछि चाहिँ यहाँ सानो 3 बेडरुम छ। यो चाहिँ बोइलरहरूको भइहाल्यो। यो पनि यहाँ पनि स्टोरेज गर्न मिल्छ। तल पनि यस्तै सानो रुम छ स्टोरेजको लागि। यो चाहिँ 3rd बेडरुम हो राइट। 3rd बेडरुम यताको बाहिरको भ्यू त्यस्तै छ। त्यो घर जस्तै हो पछाडिको भाग। अब यहाँ चाहिँ 2nd बेडरुम हो। यो चाहिँ ठुलो छ लामो। यहाँ चाहिँ ऱ्याकहरू राख्ने कपडाको लागि। यहाँबाट बाहिर देखिने भ्यू चाहिँ यस्तो हुन्छ। घरहरू छ
अझै कन्स्ट्रक्सन हुँदैछ। अब यहाँबाट निस्किएर चाहिँ यहाँ चाहिँ माथिको टोइलेट, सेकेन्ड टोइलेट र तल भयो एउटा माथि भयो बाथरुम हैन। बिग एकदम स्पेस भएको राम्रो। अब बाहिर जाऊँ। यो पनि ठुलो नहुनै मिल्ने जस्तो आयो। र यो चाहिँ मास्टर बेडरुम ठुलो छ। यहाँ भिडियोमा अलि सान देखे पनि ठुलो छ। अनि यहाँ चाहिँ एट्याच टोइलेट बाथरुम फेसिलिटी टक्क भयो। आजहरू नयाँ टोइलेट रुममा चाहिँ बिल्डिङहरूमा चाहिँ के हुने भन्दाखेरि यस्तो टक्क लाइट बालेपछि चाहिँ यो भेन्टिलेटरहरू अन भइहाल्ने। अनि अन्य कुराको पनि फेसिलिटी छ उल्बरिन्दुरा। अनि यो चाहिँ रुम टेम्परेचर मिलाउने कुरा भयो। मलाई पनि यो नयाँ घरहरूको बारेमा खासै थाहा छैन। एकदम राम्रो बिग ल्यान्डिङ स्पेस है, कति ठुलो। अनि अरू डाउन स्टेयर्स हैन मैले भनेको यहाँ प्लस प्लस आयो नि त यहाँ ताके आयो प्लस होइन कि चाँडै चल्ने हो। यो चाहिँ यो सेन्टरमा राख्ने यो के हो त नि यो चाहिँ चाँडै गइसक्यो कि चले सर भाइरल होला नि तात्या तातेन त्यो सामानहरू क्या सुरु कति नि होला नि धुवा जान्ने छ। धुवा जाने खानु पर्ने यस्तो पनि यहाँ कपी पावर बुस्ट सबभन्दा ठुलो ताते लाग्यो। त्यो भाँडा चाहिँ खाथ्यो नि, भाँडा त्यही हुनुपर्छ त्यो युज गर्छ नि होइन। अनि तिमीले त्यो वाइफाई यस्तो रेजिस्टर गर्ने होला यो मिल्ने रहेछ वाइफाईबाटै मिल्छ। त्यो स्क्यान गर त्यो एपमा जाउँ न, यहीँ एपबाट मिल्छ सजिलो। यहाँ साट्नु पर्छ क्या ट्याक गरिहाल्नु घर चाहिँ यस्तो अटोमेटिक घर किने रहेछ। सिक्नै 1 वर्ष लाग्दो रहेछ यार। होइन कहाँ खाने ल यहाँ चाहिँ ल ए तेरिका नयाँ घरमा
ल है कम्पनीबाट पार्क गिफ्ट के पाउने रहेछ है त है ल के भन्छ टी ब्याग ए कफी ब्याग होइन पर्दैन त्यति मात्रै देखाउने कफी ब्याग दुईटा कप रहेछ टी हो टी रहेछ है फुलको हो क्या हो भ्यू फुलको भ्यू पाउने रहेछ किचनको लागि हैन ओ क्यौ 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 ल है चकलेट के रहेछ यो बडी ह्यान्ड बडी लोसन रहेछ है के रहेछ कप एन्ड पेपर ए त्यो किचनको लागि एरोमेटिक भयो रक्सी हो क्या हो वाइन होइन क्या हो पर्फ्युम हो क्या पर्फ्युम यहाँ मैले राम्रोसँग नदेख्ने ओ पर्फ्युम हो ल अनि यतापट्टि छ नि त होइन यो चाहिँ होइन अनि यो अनि मेन त रक्सी टाइपको वाइन होला स्याम्पेन हो क्या हो त्यो हो राम्रोसँग देखिएन यो पनि पाउने रहेछ ल होइन बार्गेटबाट किन्यो भने चाहिँ यस्तो पाउने यो चाहिँ पाउनको लागि हो नि घर किन्न पाउने होइन अनि यो बक्स भइहाल्यो अनि होइन यति राम्रो बक्स बेल पनि ल थ्याङ्क यू